के भइरहेको केसले यस्तो साबु हुँदा रहेछ होइन ठिक छ माथिबाट ठिक हुन्छ अलिअलि ब्याक हुन्छ जनरदेव राउत अहिले मृत सरको परिचय दिँदै यो घटनाक्रमको बारेमा हजुरहरूको आशा छ भने कुन रूपमा अगाडि बढिरहेको छ यसबारेमा जानकारी गराइदिनु। म चाहिँ देशपति क्षेत्री हो, सिमारा प्रहरी कार्यालय प्रमुख। अब यो घटना सम्बन्धमा हामीले चाहिँ जाहेरी लिएर तपाईँको जाहेरी लिएर दुईजना मान्छेलाई चाहिँ पक्राउ गरिसकेका छौँ। अनमोल गुरुङ र सुमन कुमार यादव दुईजनालाई पक्राउ गरेका छौँ। चारजनाको नाममा जाहेरी दरखास्त आएको छ। दुईजना मान्छे पक्राउ गर्न बाँकी छ। त्यसको लागि पनि हामीले एकजना चाहिँ काठमाडौँमा चाहिँ लोकेट गरेका छौँ, काठमाडौँमा हामीले खोजी कार्य गरेका छौँ र एकजना चाहिँ वीरगञ्ज एरियामा छ भन्ने चाहिँ लोकेट भएको छ। त्यसको लागि पनि हामीले चाहिँ प्रहरी परिचालन गरिसकेका छौँ र उहाँहरूलाई क्षतिपूर्ति दिलाउनको लागि क्षतिपूर्तिका लागि चाहिँ हामीले अनुसन्धानलाई अगाडि बढाएका छौँ। अनुसन्धानमा चाहिँ कुनै त्रुटि हुँदैन। उहाँहरूले पाउनुपर्ने नियम र कानुन बमोजिमको क्षतिपूर्तिका लागि हामी एकदम तयार छौँ र त्यसको लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। मृतक परिवारलाई अहिले यो राजमार्ग ठप्प भएर चक्काजाम गरिराख्नु भएको छ, उहाँहरूले विरोध प्रदर्शन गरिराख्नु भएको छ। हजुरहरूको यहाँको प्रहरी प्रशासनको अपिल के रहन्छ? अब तपाईँहरूले चाहिँ यसरी बाटो जाम गरेर हुँदैन, बाटो जाम गरेर समस्या समाधान हुँदैन। कानुनी प्रक्रियामा प्रहरी गएको छ, तपाईँहरूकै पक्षमा हो, पीडितकै पक्षमा प्रहरी जहिले पनि हुन्छ र अनुसन्धानमा चाहिँ कुनै पनि त्रुटि हुँदैन। तपाईँहरूसँग चाहिँ म यो आम जनतासँग चाहिँ यो बाचा गर्छु र तपाईँहरूलाई कुनै किसिमको त्रुटि नभइकन अनुसन्धान प्रक्रियालाई चाहिँ पुरा गरिन्छ र बाटो चाहिँ तपाईँहरूले चाहिँ यसलाई खोलिदिनुहोस्। यसरी चाहिँ सबैलाई सार्वजनिक रूपमा चाहिँ समस्या पार्नु हुँदैन। हामी सबै सचेत नागरिक हो, सचेत नागरिकको हिसाबले हामीले आफ्ना प्रक्रियाहरू अगाडि बढाउनुपर्छ। त्यही नै मेरो अपिल हो। जस्तै उपचारको क्रममा जुन किसिमले उद्योगका सञ्चालकहरूले क्षतिपूर्ति अथवा उपचार खर्च बेहोर्नु पर्ने थियो, उहाँहरूले त्यो उदासीनता देखाउनुभयो, जसले गर्दाखेरि अहिले पीडित एकदमै आक्रोशित छ। यसमा प्रशासनको पनि केही न केही लापरवाही भएको छ भनेर उहाँहरूको आरोप पाइरहेको छ। यसलाई कसरी हामीले उपचारको क्रममा उहाँलाई चाहिँ उसको लग्यो तपाईँको कीर्तिपुर वन अस्पतालमा लगेको थियो। वन अस्पतालमा लगिसकेपछि यसका सञ्चालक सुमन बस्नेत भन्ने हुनुहुँदो रहेछ। उहाँ चाहिँ त्यो अवस्थामा चाहिँ विदेशमा हुनुभएको। हामीले उहाँलाई उपचार गराउनुपर्छ, तपाईँले उपचार खर्च तपाईँले बेहोर्नुपर्छ भनेर उहाँले केही रकम चाहिँ उपचार खर्चमा चाहिँ दिनुभएको छ। केही रकम मलाई ठ्याक्कै थाहा छैन, रकम चाहिँ दिनुभएको छ र अन्य कुरा उहाँहरूले पाउनुपर्ने क्षतिपूर्तिका सम्बन्धमा चाहिँ प्रहरी पीडितकै पक्षमा। जस्तै उपचार मान्छे जीवित भइरहँदा प्रहरीले उपचार खर्च बेहोर्नको लागि दुवै कम्पनीबाट कुनै पनि किसिमको पहल गरेन अथवा भनौँ न एउटा उदासीनता देखायो भन्ने आरोप छ नि। मैले भर्खरै पनि भनिसकेँ, तपाईँको सञ्चालक यो ल्यादर फ्याक्ट्रीका सञ्चालकसँग हाम्रो कुरा भएको छ। उहाँले केही रकम पनि हालिदिनु भएको छ, उहाँले केही रकम दिनुभएको छ उपचारको लागि, तर त्यो रकम चाहिँ अपुग भयो भन्ने उहाँहरूको कुरा थियो। हामीले उहाँसँग सम्पर्क गरेर टेलिफोन मार्फत सम्पर्क तपाईँले चाहिँ तुरुन्त चाहिँ तपाईँले उहाँलाई लाग्ने उपचार खर्च तपाईँले दिनुपर्छ भनेर प्रहरीले भनेकै छ र त्यो प्रहरीले अब उहाँको देहावसान भइसक्यो। त्यसको लागि हामी पनि एकदमै दुखित छौँ। एकजना मान्छे गुमाउनु भएको छ। हामीले पनि उहाँको परिवारप्रति एकदम सहानुभूति राख्छौँ। अर्को कम्पनीको सञ्चालक छ राज यादव भन्दा एक कुरा क्षतिपूर्ति दिनुभएको छ, एक दिन भेट गर्नुभएको छ, तपाईँको चौकीमा गएर 2 दिन आउनुभएको छ घुमेर। उहाँलाई तपाईँहरूले अहिलेसम्म कसरी हेर्नुभएको छ? हामीले अङ्गभङ्गमा जाहेरी दर्ता गऱ्यौँ। अङ्गभङ्गमा जाहेरी दर्ता गऱ्यौँ। अहिले चाहिँ तपाईँको उहाँको भविष्यको ज्यान उद्योगमा ज्यानमा चाहिँ हामीले मुद्दा दर्ता गरेका छौँ। राज यादवलाई पनि पक्राउ गर्ने हो, तपाईँको सुमन बस्नेतलाई पनि पक्राउ गर्ने हो। प्रहरीले कुनै पनि कसर बाँकी राख्दैन। यहाँहरूलाई चाहिँ मेरो अपिल, यो बाटो चाहिँ बरु छिटो चाहिँ घर परिवारको गुनासो छ कि राज यादवको रिलेटिभ कुनै प्रहरीमा हुनुहुन्छ भनेर तपाईँहरूले त्यसलाई छोडेर घुम्नु गइरहेको छ भनेर प्रहरीको प्रभावमा पर्दैन। तपाईँको चाहिँ अपराध गर्ने मान्छे
तपाईँको कानुनको चाहिँ पालना नगर्ने मान्छे प्रहरी नै भए पनि तपाईँको कडागारामा आउँछ। प्रहरीभन्दा ठुला मान्छेहरू पनि कडागारामा आउनु भएको छ। त्यसलाई हामीले हाम्रो चाहिँ प्रक्रियामा लिएर आउँछौँ। एउटा अन्तिम प्रश्न, जस्तै तपाईँले मुजुर्का उठाइरहँदा आज सम्भवतः हिजो मुजुर्का उठेपछि सम्भवतः विद्युत प्राधिकरणले यहाँ काम नगर्नुहोस् भनेर पहिल्यै व्यवस्थापकलाई गरेको थियो, वाद गरेको थियो, त्यो के हो वास्तविक? त्यसको बारेमा चाहिँ हामीलाई जानकारी भएन, मलाई जानकारी भएन, के रहेछ म पनि बुझौँला। यो चाहिँ किन भन्दा ट्रान्सफर्मर चाहिँ लिएर राख्ने कुरा भएको हो। ट्रान्सफर्मर पड्कियो भनिसकेपछि मात्रै प्रहरीलाई जानकारी भएको। त्योभन्दा अगाडिको कुरा चाहिँ जानकारी हामीलाई छैन। त्यस्तो रहेछ भने मुजुर्कामा त्यस्तो कुराहरू उठाएर चाहिँ त्यसलाई कुनै पनि त्रुटि नहुने गरी हामी अनुसन्धान गर्छौँ। पुरानो पैसा दिन्छु भनेर उहाँले बोलाउनु भएको थियो कि तपाईँ आइदिनु, यो बनाइदिनु, पुरानो पैसा दिन्छु भनेर। अनि फेरि त्यहाँ माथि चढ्दाखेरि सबैजना भाग्यो भने उहाँले भन्दै हुनुहुन्छ। यसको बारेमा के भन्नु? त्यसको बारेमा मैले हामीलाई चाहिँ ट्रान्सफर्मर पड्कियो, एकजना मान्छे घाइते हुनुभयो भन्ने जानकारी आइसकेपछि मात्रै प्रहरी चाहिँ यहाँ घटनास्थलमा आएको हो। त्यसपछि चाहिँ उहाँलाई उपचारका लागि चाहिँ लिएर गएको प्रहरीले लगेको। त्यहाँभन्दा अगाडिको विषयवस्तु जानकारी यो अवस्थामा आएको छ है। अब सबै चलाइरहेछ, आगो बलिरहेछ। भर्खर हामीले अब पुलिस प्रशासनको कुरा सुन्यौँ होइन। अहिले पनि यस्तरी राको बोलेर जस्तो भइरहेछ। हेर्नु ल क्लिक पछि